If this world were mine. Hey, Roman numeral 7 days, drop it like it's hot. If this world was mine, I'd take your dreams and make them multiply. If this world was mine, I'd take your dreams and make them multiply. अब होटल जान्छौँ। हेलो एभ्रिवान, फेरि 2 महिनापछि अब नेक्स्ट इन्टरनेसनल ट्रिपमा जाँदैछौँ। पहिला हाम्रो डेस्टिनेसन हुनेछ चाइना, त्यसपछि हामी हङकङ र भियतनाम जान्छौँ र अहिले हामी सबै बोर्डिङ पास सबै कटेर हामी अहिले वेटिङ रुममा छौँ। ल है हामी ठ्याक्कै प्लेनमा पनि आइसक्यौँ। अब चाहिँ हामी गन्जामा ट्रान्जिट भएर अनि हामी बेजिङ गएर गर्छौँ है त। ल हामी ठ्याक्कै गन्जा आइयो ट्रान्जिटको लागि। अब यहाँबाट 3 घन्टाको ट्रान्जिट छ अनि हामी सिधै बेजिङ गएर भेट्छौँ है त। आउने बित्तिकै टेक्नोलोजी सुरु भइसक्यो है त। रोबोटले चाहिँ सफा भइरहेछ है यहाँ एयरपोर्टमा, गन्जा एयरपोर्टमा। हामी चाहिँ फाइनल्ली डेस्टिनेसनमा आइसकेको छौँ बेजिङ। ठ्याक्कै एयरपोर्ट आइयो, अब बाहिर निस्केपछि भेट्छौँ है त, होइन विमल? विमल भाइ र म छौँ। हामी चाहिँ अब होटल जान्छौँ। बेजिङमा आइयो, ट्याक्सी बुक गरेर माइन्डल्याक्स होटल भन्ने बुक गरेर छ, ठ्याक्कै होटलमा जाँदैछौँ है त। ल हामी फाइनली बेजिङको माइन्डल्याक्स होटलमा आइपुग्यो। हाम्रो 2 रातको बसाइ यहाँ हुनेछ। एकदम राम्रो छ एकदम है, यहाँको हस्पिटालिटी यताउता बाहिरको ब्युटी नेचर सबै। सो 2 रातको बसाइ हाम्रो यहाँ हुनेछ। ल हाम्रो अब 2 रातको बसाइ यहाँ हुनेछ है। एकदमै राम्रो सफा छ, सावर यता छ, यहाँ छ, यहाँ छ। हामी चाहिँ भर्खर होटलमा एकछिन रेस्ट गरियो। अहिले चाहिँ टिनमेन स्क्वायर र यसो स्ट्रिटहरू आज बेजिङको त्यहाँ जाने भनेर निस्केछ भर्खरै ट्याक्सी बुक गरेर है त। ल हामी चाहिँ ठ्याक्कै टिनमेन स्क्वायरमा आइपुगेको छौँ। रातिको भ्यू एकदम राम्रो देखाएको छ, हेर्नु है यस्तो दामी। ल आज चाहिँ हामी डे 1 को फाइनल डेस्टिनेसन बेजिङको वनफुजिङ स्ट्रिट आइएको छौँ। अब डिनर गर्छौँ, हल्का सपिङ गर्छौँ, त्यसपछि हामी ब्याक टु होटल हुन्छौँ। हामी यहाँ चक्लेट आइसक्रिम खान आएको छौँ है। चक्लेट आइसक्रिम होइन त, अरबिक। र अब चाहिँ हामी आज डे 2 मा छौँ, बेजिङमै छौँ। हामी चाहिँ अब आज ग्रेट वाल र कहाँ जाँदैछौँ भाइ? फर्बिडन सिटी। मेन 2टा पोइन्ट हुन्छ। टाइम बच्यो भने हामी त्यहाँ त्यसपछि बर्ड नेस्ट र वाटर क्युब पनि जान्छौँ। हामी चाहिँ अब ठ्याक्कै लाइनको वेटिङमा छौँ है। केबल भएर हाम्रो के अरे आउने के अरे हाम्रो साइड वेको लागि ठ्याक्कै अब पहिले माइजान लाग्छौँ। ग्रेट वाल अब चढ्न लाग्यो। ल हामी चाहिँ केबल वेमा छौँ, ग्रेट वाल जाँदै है, होइन त भाइ? फर्किँदा चाहिँ क्या स्लाइडबाट उता तल स्लाइड। हामी चाहिँ ग्रेट वाल अफ चाइनामा आइपुगेको छौँ है। अहिले चाहिँ ग्रेट वाल घुमेर आइयो। अहिले चाहिँ थकाइ पनि लागिरहेछ र अहिले बिहानको लन्च पनि भएको थियो, ब्रेकफास्ट मात्रै भएको थियो, त्यो खानाको लागि आइएको छ है त। अहिले चाहिँ हामी चाहिँ फर्बिडन सिटीमा आइएको छ। अलिक अजिब यहाँको कस्ट्युम रहेछ यो होइन, एकदम रमाइलो। अब चाहिँ फोटो सुट गर्न गइरहेको छु। मेरो पछाडि चाहिँ फोटोग्राफर हुनुहुन्छ। हेलो हेलो। चाहिँ फर्बिडन सिटी एक्सप्लोर गरियो, त्यहाँ कस्ट्युमहरू ड्रेसहरू पनि ल्याइयो। अब चाहिँ आज बेजिङको लास्ट डे भनौँ, लास्ट नाइट। अनि त्यसपछि हामी भोलि चाहिँ साङ्घाईको लागि जान्छौँ। अहिले चाहिँ हामी यहाँ यता एप्पल स्टोर पनि जान्छौँ, एप्पल स्टोरतिर छौँ। अनि अब बर्ड नेस्ट र वाटर क्युब गएपछि आज बेजिङको नाइट इन्ड हुन्छ। पाइनएप्पल बियर झिके है। चाइनामा चाहिँ यो फ्लेभर वाइज बियर टक्क क्युआर गऱ्यो। क्युआर गरेपछि अब ग्रेप्स रे वाटरमेलन अब के खाने हो, टी होइन, यहाँबाट टक्कै स्क्यान गरेर पर्सन होइन, लिचीको आइस मेलन बियर होइन, यो पनि नयाँ नै कुरा हो नि। जस रिफिल गरेर फ्लेभर वाइज आफूले टक्क खान मिल्यो है त।
यसमा पनि आइयो अति भिड चाइनाको यत्तिकै अहिले वर्ल्डको सेकेन्ड भयो पहिला अहिले त इन्डिया भयो पपुलेसन यत्तिकै बढी भनेको त होइन लास्टै भिड बढ्ने साग एकदमै राम्रो छ भ्यू भित्र स्टेडियमहरूदेखि लिएर सबै कुराहरू यही भित्र छ डे 2 को बेजिङको लास्ट नाइट यतातिर बर्नेस्टमा आएको छौँ बर्नेस्ट र वाटर क्युबमा सँगै नजिकै छ एकदमै रमाइलो मेमोरेबल रह्यो बेजिङको है सो आज चाहिँ हामी डे 3 मा छौँ हाम्रो बेजिङको यात्रा सकियो भर्खरै एपबाट ट्याक्सी बोलाएर हामी चाहिँ अब साङ्गे जाँदैछौँ बुलेट सवादमा अबको करिब आधी घन्टामा हामी पुग्छौँ ट्रेन स्टेसन र फास्टेस्ट बुलेट लिएर हामी चाहिँ साङ्गे पुग्छौँ योभन्दा अगाडि जापानमा एक्सपिरियन्स गरेको थियो अब दिस टाइम इन चाइना सियु यही चाहिँ ठ्याक्कै यहाँ ट्रेन स्टेसन आइसक्यो बुलेटको ठ्याक्कै एयरपोर्ट जस्तै हुन्छ है बुलेटको ट्रेन स्टेसन यहाँ डिभाइड हुने ठाउँ चाहिँ ठ्याक्कै एयरपोर्टभन्दा केही कम छैन अब हामी फास्टेस्ट बुलेट चढेर सँगै पुग्छौँ बुलेटमा पनि आइपुग्यो हाम्रो 4.5 घन्टाको यात्रा छ त्यसपछि हामी साङ्गे पुग्छौँ हाम्रो स्पिड लगभग 400-500 किलोमिटर पर आवर स्पिडमा कुदिरहेको हुन्छ वान अफ द फास्टेस्ट बुलेट वर्ल्डको चाइनामा छ र फास्टेस्ट चाहिँ हामी साङ्गेमा एक्सपिरियन्स गर्छौँ र यो पनि एकदमै फास्टेस्ट वर्ल्डको नम्बर 1 नभए पनि वान अफ द फास्टेस्टमा पर्छ है त बुलेटमा छौँ रेस्टुरेन्टमा खाना जुसहरू अर्डर गर्नलाई रेस्टुरेन्टमा छौँ यहाँभित्र पनि रेस्टुरेन्टहरू यस्तो पक्क किचन सबै हुन्छ होइन स्टारबक्स ल्याटी पनि लियो हाम्रो चिकन राइस र फिस राइस चाहिँ बन्दैछ यहाँ पनि मगाइयो फिस विथ राइस र चिकन विथ राइस है अहिले साङ्गेमा छौँ आउन त हामी 3 घन्टा जस्तो अगाडि आएको थियौँ र 3 दिनको निद्रा खासै पुगेको छैन घुम्दा घुम्दा निद्रा राम्रोसँग नभएको हुनाले यसो सुतियो रेस्ट गरियो अहिले चाहिँ हामी ठ्याक्कै साङ्घाई सिटीमा छौँ अहिले हामी चाहिँ टुसको लागि गइरहेको छौँ साङ्घाई टावर डाउनटाउनको वरिपरि घुम्नको लागि एकदमै वन्डरफुल सिटी छ सायद अहिलेको 2026 को लिस्ट अनुसार वर्ल्डको सेकेन्ड बेस्ट सिटीमा पर्छ साङ्घाई चाहिँ सो सी यु देयर टुसको रमाइलो लिइरहेछौँ साङ्घाईमा एकदमै राम्रो भ्यू देख्न सक्नुहुन्छ है हामी नान्जिङ रोडमा छौँ अनि यो चाहिँ पलहरू सबै मोती होइन चाहिँ साङ्घाईको द बन्डमा छौँ ठ्याक्कै हाम्रो साथी भेट्नु भएको छ रिसु ऊ चाहिँ यही काम गर्ने हाम्रो फोटोग्राफर हुनुहुन्छ रिसुसँग भेट भयो हाम्रो सिएसएडिएन मेयरमा सँगै काम गरेको थियौँ होइन हामी दुइटै सिएसएडिएन ऊ चाहिँ मदन भण्डारीबाट म चाहिँ अस्कल ऊ साङ्गेमै काम गरिरहेको कति 1 इयर प्लस भयो होइन केमा काम गरिरहेको रे क्रिम्सन भन्ने कम्पनीमा हो हजुर हजुर त्यही काम गरिरहेको ल ठिक छ उसँग भेट भयो रमाइलो भइरहेछ है चाहिँ अहिले साङ्घाईको चक्लेट फ्याक्ट्रीमा आएको छौँ पुरै चक्लेटहरू पाउँदो रहेछ यहाँ चाहिँ होइन हामी साङ्घाईको चाइनिज रेस्टुरेन्टमा आएको छौँ चाइनिज नुडल्स र यता डम भनेको यो जस्ट मोमो जस्तो खालको हुन्छ पोर्कको मगाएको छ है त रिसु मर हेलो आज हामी डे 4 मा छौँ अहिले चाहिँ हामी यहाँ स्टारबक्स यहाँ आइसक्रिम र यहाँ स्यान्डविच खान आएको थियौँ आज चाहिँ अब डिएमएस हो साङ्घाईको डेको ठाउँहरू एक्सप्लोर गरिन्छ यु गार्डन पार्क होइन यु गार्डन पार्क जान्छौँ त्यसपछि अहिले यताउता एक्सप्लोर गरेर आज बेलुकी चाहिँ हामी छङ्किङलाई हिँड्छौँ हामी चाहिँ अहिले साङ्घाईको यु गार्डनमा छौँ साङ्घाईमा एक्चुअली आउनै पर्ने ठाउँ हो यो पनि वान अफ द मेजर एट्र्याक्सन हो हल्का पानी पनि परिरहेछ तर राम्रो छ जोस् यहाँको पनि आज दिउँसोको एक्सप्लोर यु गार्डन गर्ने हाम्रो आइटिनेरीमा थियो र त्यही छौँ हामी विमल भाइ र म है फेरि द बन्ड साङ्घाई सिटीमा आएको छौँ भ्यू चाहिँ
कुहिरो हल्का पानी आएको हुनाले खासै एट्र्याक्टिभ देखेको छैन तर साङ्गे चाहिँ साँच्चीकै नै वान अफ द बेस्ट सिटी इन द वर्ल्ड भन्न चाहन्छु मैले सबै छ कि यहाँ युरोपियन कल्चरल भाइब्स होइन नयाँ डाउनटाउनको नयाँ ठुल्ठुलो बिल्डिङ ओल्ड कल्चरदेखि लिएर सबै कुराहरू छ यहाँ हामी चाहिँ साङ्गे सिटीबाट अब आज लगभग साङ्गे गइन्छ अब आज एयरपोर्टबाट हामी छोङ्किङ जान्छौँ साङ्गेको टुर पनि यदि हुँदै गर्दा हाम्रो ट्रिप कम्प्लिट भयो साङ्गेको टुर फाइनल्ली कम्प्लिट भएको छ अब हामी छोङ्किङको लागि एयरपोर्ट जाँदैछौँ यहाँबाट मेट्रो लिएर एयरपोर्ट साङ्गेको एयरपोर्टबाट हामी छोङ्किङ जान्छौँ मेट्रो पनि चढ्यौँ अब साङ्गे एयरपोर्ट पुडोङ एयरपोर्ट जाँदैछौँ अब आधी घन्टामा पुग्छौँ त्यसपछि छोङ्किङ फ्लाइट लिएर छोङ्किङ जान्छौँ छोङ्किङमा भेटौँला र एयरपोर्टमा पनि भेट्छौँ भनेर चाहिँ त्यसपछि छोङ्किङ पुग्छौँ हामी है त अब हामी एयरपोर्ट पनि आइपुगेको छौँ अब चेक इन गर्छौँ सामानहरू लगेजहरू पास गरेपछि बोर्डिङ पास गरेपछि हामी सिधै फ्लाइटमा है त फाइनल्ली प्लेनमा पनि आइपुग्यो एयर चाइना चढाएको छ एकदम राम्रो एकदम ठुलो छ यो बोइङ कुन हो बोइङ हो 737 हो 737 हजुर हजुर चाइनाको फ्ल्याग क्यारियर हो क्या तर यो चाहिँ एकदम राम्रो ठुलो पछाडि अगाडि पनि कतिसम्म छ होइन त्यो छ अब हामी छोङछिङ जान्छौँ छोङछिङ होइन मतलब छोङ्किङ भन्दा थिएँ छोङछिङ रहेछ अब 3.5 घन्टाको फ्लाइट रहनेछ र हामी पुगेपछि भेट्छौँ आज हाम्रो त नाइटको डिनर खाने एकदम ठुलो योजना छ धोको छ अब पुगिन्छ कि पुगिँदैन त्यो भेटाउन सकिन्छ कि सकिँदैन भन्ने हेरौँ है त अहिले छोङछिङ पनि आइसक्यो हामी छोङछिङ आइसक्यो अब हाम्रो यो चाइनाको थर्ड सिटी हुनेछ र आज राति र भोलि पनि बेलुकासम्म घुमेर हामी फेरि भोलि अर्को सिटी सेन्जेन जान्छौँ र अहिले चाहिँ हामी ठ्याक्कै छोङछिङ आइसक्यो ल अब उता अब घुमी ठाउँमा गएर भेटौँला हामी चाहिँ कहाँ आयो छोङछिङ दाजु एकदम रमाइलो हुनुहुँदैछ है होइन दाजु होटेल जाँदैछौँ है गाइस ल होटेल जाँदैछौँ रमाइलो मान्छे भेट्यो यो हाम्रो हामी होटेल गएर हामी डिनर खान्छौँ ओके हामी डे 5 मा आएको छौँ अहिले छोङछिङमा छौँ भर्खर होटेलबाट चेकआउट गरेर अहिले घुम्न निस्कियो एउटा वर्स्ट कुरा चाहिँ के भयो भने छोङकिङको चाहिँ अब नाइट भ्यू नाइट डिनर गर्ने भन्ने प्लान थियो हिजो त्यो अब आउँदै 11-12 बजे त्यो पाइएन सधैँ यस्तै हो ट्राभल गर्दाखेरि सधैँ सोचेको कुरा नि हुँदैन होइन यही थियो अनुभव एक्सपिरियन्स भनेको बाली पनि न्युज पेपर इन्डिया छुट्यो अब छोङकिङको चाहिँ अब डे अब 4-5 घन्टा 5-6 घन्टा घुम्ने अनि अहिले ठ्याक्कै होटेलबाट निस्क्यो आज छोङकिङको ट्रिप हुनेछ र बेलुकी हामी सेन्जेनलाई फेरि अर्को बुलेट समातेर सेन्जेन जान्छौँ अहिले चाइनाको छोङछिङ भन्ने ठाउँमा आएको छु होइन अहिले यो टाके हेर्दाखेरि चाहिँ पुरै ग्राउन्ड फ्लोर जस्तो फिल भइरहेछ है हजुरहरूलाई पनि त्यही लागिरहेको होला तर हामी चाहिँ यति तलमाथि छौँ नि हामी लास्टै धेरै तलमाथि छौँ यो देखाउनु चाहेँ है यहाँबाट तल यति तल छ है तर यो हेर्दाखेरि चाहिँ ग्राउन्ड फ्लोर जस्तो फिल लाग्छ चाइनाको छोङछिङको मेन डाउनटाउन भनौँ मेन सिटी एरियामा छु एकदमै राम्रो चाइना त के हो झन् पछि झन् सिटी सुरु बेजिङ गयो पुरानो भाइब्स आयो साङ्गे अझै राम्रो अहिले छोङछिङ आउँदा अझै दामी होइन अब चाइना चाहिँ अब यो साँच्चै भन्दाखेरि 2080 मा जिइरहेछ भन्दा थियो त्यो चाहिँ पक्कै पनि हो जस्तो लाग्छ है हाम्रो फाइनल्ली छोङछिङको ट्रिप पनि कम्प्लिट भएको छ अब आज हामी डे 5 मा छौँ अब हामी फेरि अर्को बुलेट लिएर सेन्जेन जाँदैछौँ चाइनाको वान अफ द बेस्ट सिटी टेक्नोलोजीमा सबैभन्दा खतरा सिटी भनेर मानिन्छ चाइनाको सेन्जेन चाहिँ अब बुलेट लिएर गइन्छ बुलेटमा पनि लगभग 6-7 घन्टा लाग्छ अझै एकदमै टाढा छ छोङछिङबाट सेन्जेन चाहिँ सो हामी अहिले बुलेट ट्रेन चढ्ने स्टेसनमा छौँ लास्टै ठुलो छ एयरपोर्टभन्दा केही कमी छैन र हामी ट्र्याक बुलेटमा पनि आइयो अब हामी सेन्जेन जाँदैछौँ हाम्रो लगभग 6.5 घन्टा जस्तो लाग्छ
छोङचिङबाट सेन्जेनको लागि ठ्याक्कै निस्कियो। अब हामी सेन्जेन गएर भेट्छौँ है त। यहाँबाट विमल भाइ यहाँ हुन्छ है। ल फाइनल्ली हामी सेन्जेन आइपुग्यो। डिडी गरेर होटेल आएछौँ। दाजुहरू जस रमाइलो हुनुहुन्छ, छोङचिङको दाइ पनि यहाँको दाइ पनि। अब टक्क यहाँ अहिले हामी टरेलमा छौँ है। ल अब होटेल गएर भेटौँला। सेन्जेनको होटेल जेट भन्ने होटेलमा नि आइपुग्यो है। हाम्रो यो चाहिँ अब रेस्टरुमहरू यता बाथरुमहरू यस्तो छ होइन। अब टेक्नोलोजीको सहर भन्छ। अब रुम पनि एकदम राम्रो छ। यो हामी होटल जेटमा छौँ। अब हाम्रो आजको रातको बसाइ चाहिँ यहाँ हुनेछ। हामीले रोबोटबाट भर्खरै खाना मगाइदियो। के रोबोट गयो भर्खरै मैले लिएँ, खाना लिएर आयो, लिएँ गयो। अब टेक्नोलोजी सेन्जेनको त्यस्तै खाने। सो हामी डे 6 मा छौँ। आज सेन्जेनमा छौँ। गुड मर्निङ फ्रम सेन्जेन है। हामी ठ्याक्कै होटलबाट चेकआउट गरेर निस्कियो। अहिले हामी केमा विन्डो अफ द के अरे विन्डो अफ द वर्ल्ड भनेको इजिप्टको कस्तो पिरामिड भएको ठाउँमा जाएछौँ। त्यसपछि सपिङहरू पनि गर्छौँ। त्यसपछि सेल्फ ड्राइभिङ कार, सेन्जेन एज अ टेक्नोलोजीको खतरा देश भएको हुनाले सेल्फ ड्राइभिङ कारको एक्सप्लोर गर्छौँ। त्यसपछि फेरि ड्रोनबाट फुड डेलिभरी के हुन्छ होइन। त्यो चाहिँ आज यस्ता लगायत टेक्नोलोजीको टेक कुराहरूको एक्सपिरियन्स गर्नेछौँ। अहिले हामी यहाँ मेट्रो समातेर चाहिँ विन्डो अफ द वर्ल्ड पिरामिड जाँदैछौँ। ल हामी विन्डोज अफ द वर्ल्डमा आइयो सेन्जेनको है। इन्ट्री फी तिरेर ठ्याक्कै अहिले इन्ट्रीभित्र छिरियो। यहाँको मेन विशेषता के छ भने अब यो फ्रान्सको आइफिल टावरहरू, ताजमहल देखिन्छ, इजिप्टको पिरामिड अनि के स्ट्याचु अफ लिबर्टीहरू, विन्डो अफ द वर्ल्ड के वर्ल्डै छ। यहाँभित्र आएपछि सबै वर्ल्डका मेन कुराहरू जस पपुलर कुराहरू देखिने भयो। ल त्यो कुरा हामी अब एक्सप्लोर गर्छौँ है त विन्डो अफ द वर्ल्ड सेन्जेनमा। अहिले चाहिँ हामी सेन्जेनको पे पार्क भन्ने ठाउँमा छौँ है। यहाँ एउटा ब्रिज छ। यस सेन्जेनको ब्रिज भयो होइन। एकदमै राम्रो आनन्दको हावा एकदमै आइरहेछ। पारी चाहिँ हो है। हामी चाहिँ विन्डो अफ द वर्ल्ड घुमेर सेन्जेनको पे पार्क ब्रिजमा गएर अनि ड्रोनबाट अर्डर गरेर, हिजो रोबोटबाट गरे जस्तो आज फेरि ड्रोनबाट खाना अर्डर गरेर त्यो पनि खाएर अहिले चाहिँ हामी के सबै हाम्रो डिजिआईको फ्ल्यागसिप स्टोर इलेक्ट्रिक सामानहरू यसो हेरौँ भनेर त्यहाँ गइरहेको छौँ है त। अब सेन्जेनबाट हामी गन्जामलाई निस्केको। एउटा कुरा चाहिँ के अचम्म भयो भन्दाखेरि अहिले एउटा कुरा त म बिजनेस क्लासमा छु। यो मेरो वान अफ द भनौँ न मेरो अहिलेसम्मको फर्स्ट टाइम एक्सपिरियन्स हो बिजनेस क्लास चढेको बुलेटको होइन। अनि ठ्याक्कै 1 मिनटले गर्दा यो ट्रेन छोप्न सकियो बुलेट। बिजनेस क्लास थियो हुँदाखेरि पनि होला हाम्रो लगेजहरू यताउता सबै कुराहरू त्यहाँ मान्छे सेक्युरिटीले नै सबै कुराहरू डोराएर पुरै स्पिडमा कुदाउँदै ल्याउनु भयो। चेकिङ पनि त्यति कडा टाइट भएन। एकैछिनमा ट्याकटुक काम भ्याएर आइयो। फाइनल्ली हामी सेन्जेनबाट गन्जामा पनि आइयो। ठ्याक्कै होटेलमा आइपुगेछ। ट्रुगो होटेल भन्नेमा बस्दैछौँ। आजको रात हाम्रो यहाँ हुनेछ। ठ्याक्कै अब चेक इनको टाइममा छ है त। सियु है त। अब हामी यहाँबाट चेक इन गरेर यसो फ्रेस भएर निस्किहाल्छौँ घुम्नको लागि, नाइट भ्यूको लागि। हामी क्यान्टन टावरमा आएको छौँ। आजको दिन यति रमाइलो रहेछ नि। बुलेटको त्यो बिजनेस क्लास पनि 1 मिनटले गर्दा बचियो। यो पनि 10 बजीसम्म बन्द हुन्थ्यो टावरको टिकट। ठ्याक्कै 9:59मा काटियो होइन। आजको डे अब लकी भन्नु कि यो हसल यो एकदम स्ट्रेस पनि छ तर त्यस साथसाथै रमाइलो पनि छ कि। किनकि गर्न लागेको कुरा मन लागेको कुरा छुटेको पनि छैन होइन। ठ्याक्कै 1 मिनटले आयो अहिले पनि। अब हामी टावर चढेछौँ, त्यसपछि भ्यू इन्जोय गर्छौँ, त्यसपछिको अपडेट हामी दिन्छौँ है त। क्यान्टन टावरको टपमा यो चट्ट अब भ्यू हेरिन्छ, रमाइलो भइरहेछ है त। त्यही गन्जाको टप क्यान्टन टावरमा आइपुग्यो। एकदमै राम्रो भ्यू देख्न सक्नुहुन्छ है। हामी टपमा छौँ क्यान्टन टावरको। यहाँ चाहिँ अरू टावर पनि चढियो। दुबईको बुर्ज खलिफा जस्तो, जापानहरूको स्काई ट्री जस्तो पनि चढियो। के चाहिँ युनिक भेट्यो भन्दा अरू टावरहरूमा माथिबाट त्यो सिसाबाट यस्तो ओपन स्पेस यस्तो जुन हुन्छ नि यो खुल्ला यस्तो खालको हुन्थेन। माथिबाट त्यो सिसाले घेरेको अनि त्यसमा तलबाट सिसाबाट मिररबाट हेर्नु पर्थ्यो। यो चाहिँ यस्तो ओपन। यहाँ गेमहरू पनि छ। यो मान्छे है यसरी यो पनि गइरहेछ है। यतापट्टि रोप यो केबल कार यस्तो के हो अब यो रोप यस्तो के छ यो केबल कार यस्तो पनि हिँडिरहेछ होइन। खुल्ला स्पेस छ। ओपनली फ्री नेचरको इन्जोय गर्न मिलिरहेछ। सो यो चाहिँ एकदम युनिक राम्रो रहेछ है। मलाई मन पऱ्यो। चाइनाको कुरा धेरै कुराहरू युनिक कुरा भेटिरहेको छौँ हामीले। आजको गन्जाको नाइटको इन्ड अफ द डेमा छौँ।
क्यान्टन टावरको भ्यूमा आएको छौँ। ठ्याक्कै अब लाइट बन्द हुन्छ 11 बज्यो। ठ्याक्कै अब बन्द हुनेवाला छ ल है त, ठ्याक्कै बन्द भयो ल। हेलो एभ्रिवान, आज चाहिँ हामी डे 7मा छौँ। ठ्याक्कै होटलबाट चेकआउट गरियो गन्जाको ट्रुको होटलबाट। अब अहिले चाहिँ हामी डिडी बुक गरेर केही सामानहरू यसो गन्जा अब होलसेलको लागि अब सामानलाई एकदम पपुलर भनेर चिनिन्छ वर्ल्ड वाइड। सामानहरू अलिअलि कपडाहरू केही यसो हेरौँ न भन्ने हिसाबले हिँडिरहेको छौँ। त्यसपछि अलिक डे टाइममा अलिकति गन्जाको केही घुम्ने ठाउँहरू घुम्छौँ। त्यसपछि आज हामी हङकङलाई जाँदैछौँ है त। त्यो चाहिँ हामी यहाँ लुमिना मलमा आइपुग्यो गन्जाको। एकदम ठुलो छ एकदमै यो है, ठुलो मल छ। यहाँ चाहिँ रिटेल सामानहरू, इलेक्ट्रोनिक सामान, क्लोदिङ यताउता सबै कुराहरू पाइँदो रहेछ। गन्जाको होलसेल मार्केटमा आइपुग्यो हामी। अब जति पनि नेपाली मान्छेले आएको सामानहरू, जति पनि कपडाहरू अथवा जे पनि सामान चाहिएको चाहिँ हाल्ने मेन ठाउँ भनौँ न यो गन्जाको। यो के भन्छ यो मार्केटको नाम? के भन्छ, चाइनिज नाम बिर्सियो होइन। यस होलसेल मार्केटमा आइयो चाइनाको गन्जाको। सो हामी चाहिँ अब चाइनाको ट्रिप सकियो। गन्जाको लास्ट अन्तिम डेस्टिनेसन थियो। गन्जाको ट्रिप भ्याएर डिडी गरेर हामी स्टेसन जाँदैछौँ। अब हामी हङकङलाई हिँड्छौँ यहाँ स्टेसनबाट है त। सो चाइनाको मेमोरेबल रह्यो, सबै मेमोरीहरू एकदमै यादगार रह्यो, रमाइलो थियो। यहाँको टेक्नोलोजी, यहाँको डाउन टाउन, यहाँको स्काइलाइन, यहाँको टावर, यहाँको कल्चर, यहाँको फुड, यहाँको नयाँ मान्छेहरूसँग भेटघाट गर्दा सबै एकदमै रमाइलो रह्यो, मेमोरेबल रह्यो। सबै कुरा यो भिडियोमा हेरिहाल्नु होला, यो भ्लगमा सबै कुराहरू समग्र कति कुराहरू छुट्या पनि होला होइन। र एज अ इन्डिभिजुअल, एज अ ग्रुप हामी विमल मसलाई एकदमै रमाइलो लाग्यो। चाइना भनेर चाहिँ आउनै पर्ने ठाउँ रहेछ है त। सियु।